अब यहाँ सबै उमेर समूहको मैले मेरो अभिभावकहरूलाई देखिरहेको छु, बुढा बुवामादेखि लिएर भाइ बहिनीहरू सबैजनाले माया गर्नु आज लास्टै खुसी लागेको छ। अब एउटा भजन चाहिँ गाउनुपर्छ जस्तो छ, यतातिर रेडी हुनु पऱ्यो एकदम फास्ट। बुढा बुवामाहरूको लागि है यो हुन्छ, हाम्रो उमेरको साथीहरूले सपोर्ट गर्नु है त। हाय 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 म आइसकेपछि छोरीले गीत गाउन आएको थियो, आफ्नो माया प्रीतिको गीत मात्रै गायो। खै त हामीलाई बुवामाले खै त हामीलाई यसो भगवान्को भजन सुनाइनुहुन्थ्यो नि भन्नुहुन्छ होला। त्यही भएर पनि एउटा भजन चाहिँ गाउँछ है त। ल सबै बातमा दिनु पर्यो है सबैले। एकचोटि सबैले हातमाथि गरिदिनु रे, हाम्रो भाइले फोटो खिच्न रहर गर्यो। सुन है महाराज प्रेक्षकले सुखदेव स्वामीलाई बताउँदा यसरी रमाइलो भएको बेलामा जस्तै नाच्दैन जस्तै ताली बजाउँदैन त्यस्तै भगवान् पापी बक्सिन्छ। जसले धर्म कमाउन चाहनुहुन्छ सबले हातमाथि गरेर ताली बजाइदिनु बक्सेन। हाम्रो घरतिर बल्ल त भयो रमाइलो, हाम्रो घरतिर बल्ल सब हाम्रो घरतिर बल्ल त भयो रमाइलो, जस्तै ताली बजाउँछ त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा राम्रो बाटो भएर जान पाउँछ। जस्तै नाच्दैन जस्तै ताली बजाउँदैन त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा घरले झुक्किन्छ। अब आफ्नै गाउँमा यति रमाइलो, आफ्नै ठाउँमा यति रमाइलो भएको बेला कलाकारहरू आएर गीत गाइरहेछन्, धुम्म परेको छ, जिन्दगी पनि गरेछ। यो मान्छेलाई हेर्दै औँसी लाज जस्तो देखिएको छ। त्यो मान्छे मरेपछि स्वर्ग जाने बेलामा बाटो झुक्किएर भुट भएर डुब्न पर्छ। अब अलिकति मान्छे अलि रमाइलो भयो भने चाहिँ अलिक मर्दा पर्दा पनि ओहो त्यो मान्छे त कति रमाइलो थियो, त्यो मान्छे त अहिले सकिन हुन्थेन बा किन मऱ्यो भन्ने हुन्छ। त्यो रिस्क गर्ने मान्छे परेर बसेको मान्छे त जहिले मरे पनि ठिकै हो, ल गयो राम्रै भयो भन्ने हुन्छ। त्यही भएर बाँच्नु चाहिँ रमाइलो गर्नुपर्छ होइन र काइला। जसले नाच्दैन जसले ताली बजाउँदैन त्यो मान्छे बाटो कसरी झुकिन्छ भने स्वर्ग जाने बाटो तल्लो हो कि माथि, स्वर्ग जाने केटाहरूको छोरा मान्छेहरूको छोराहरू मान्छेको चाहिँ एउटा फेसबुकमा ग्रुप छ यामारार भन्ने, अनि त्यहाँ चाहिँ भजनहरू गाउँछौँ हामी शनिबार। पोखराको भजन चाहिँ लास्टै रमाइलो हुन्छ, पोखरेलीहरू भजन कीर्तनमा पनि अगाडि हुन्छ, हो कि होइन? त्यही भएर यामारारलाई बिग साउट आउट यहीँबाट। यामारारका दाजुभाइहरूले एकदमै आफ्नो संस्कृति बचाउनको लागि रहनु भएको छ।
धेरै धेरै माया सम्मान छ। अब भने जसले नाच्छ जसले ताली बजाउँछ त्यो मान्छे मरेपछि स्वर्ग जाने पनि राम्रो बाटो भएर जान पाउँछ। कस्तो राम्रो बाटो भन्नुहुन्छ भने स्वर्ग जाने बाटो नढुङ्गा छ। स्वर्ग जाने बाटो आवाजको साथ स्वर्ग जाने बाटो नढुङ्गा छ। स्वर्ग जाने बाटो नढुङ्गा छ। स्वर्ग जाने बाटो नढुङ्गा छ। नमाटो नमाटो ए स्वर्ग जाने बाटो नढुङ्गा छ। नमाटो बोले हजुर सबको लागि बाँचुन्जेल रमाइलो गर्नुपर्छ के मरेपछि केही छैन, केही न के लानु न के दिनु। यो टिकट काट्ने पैसा मरेपछि काट्छु भनेर हुन्न। हेर्नु भएको सम्पत्ति 1 करोड 2 करोड 3 करोड 1 अर्ब जति भए पनि मरेपछि त्यो खर्च गर्न मिल्दैन। त्यही भएर बेला बेलामा टिकट काटेर मसँग आउनु पर्यो। आयोजकले पनि फेरि धेरै धेरै टिकट राख्न पनि पाइँदैन। लोभले पनि मान्छेलाई सकाउँछ। लोभले लाभ लाग्ने होइन र। अब भोलिको दिनमा जाने भने उही भगवान्सँग हो। हाँकै हाँकैमा पातै पातैमा हामीलाई पनि लैजाऊ प्रभु तिम्रो साथै। हाँकै हाँकैमा हामीलाई पनि लैजाऊ प्रभु। ए हाँकै हाँकैमा हामीलाई पनि लैजाऊ प्रभु तिम्रो साथै। हाँकै हाँकैमा यति भएपछि आजसम्म गरेको पापहरू नाश भयो। अबबाट कसैले पाप नगर्नु। मौसम आउँदाखेरि आफ्नो पाप पनि धुलाएर जानु पाउने जस्तो सुविधा कहीँ छैन। हेर्नु आज अब नाच्न मिल्दैन, त्यही हात मात्रै माथि गरे मात्रै हो। अब सँगै गाउन चाहिँ पर्छ है त। म नाच्न मिल्छ, हजुरहरूले गाउने है त। सबै माया गरेर आउनुभएको छ, खुबै रमाइलो लाग्यो। ल बा आमा हजुरहरूको लागि भजन यति। अब फेरि माया पिरतिर फर्किनु परिहाल्यो। यो माया मोह जालले नै संसार धामेको हो कि होइन भन्नुहोस् त।